गड्डाघाट क्षेत्र शिवराज नगरपालिका 9 नम्बर वाडा शिवगढीको उत्तर पश्चिमतर्फ चुरे पर्वत श्रृङ्खलाको फेदमा अवस्थित एक प्राकृतिक सुन्दरताको जीवन्त मिसाल हो। चुरे पर्वत श्रृङ्खलाको फेदमा रहेको यो स्थल आफ्नो स्वच्छ शान्त वातावरण र समृद्ध जैविक विविधताले भरिपूर्ण छ। यहाँ कलकल सदाबहार बगिरहने नदी, हरियाली पर्यावरण र पानीको प्रचुर स्रोतले गर्दा यस क्षेत्र पर्यटन र पिकनिकको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मान्न सकिन्छ। गड्डाघाट क्षेत्रको मुख्य आकर्षण यसको सदाबहार बगिरहने नदी हो, जसले प्राकृतिक भूमिलाई उर्वर बनाउने ठूलो सम्भावना बोकेको छ। यसले कृषि प्रयोजनका लागि सिँचाइ सुविधा प्रदान गर्ने साथै गर्मीको मौसममा पौडने र मनोरञ्जनको सुनौलो अवसर दिने गर्दछ। सिराई नदी र यहाँ रहेका पक्की पुलले यस क्षेत्रलाई थप सुन्दर बनाएको छ भने चारैतिर फैलिएको चुरे पर्वत श्रृङ्खलाले यसलाई प्राकृतिक सुरक्षा कवच प्रदान गरेका छन्। यहाँको हुलाकी राजमार्गले यसलाई अन्य क्षेत्रहरूसँग जोडेको छ, जसले गर्दा अहिले सिराई नदीको पुल निर्माण भएको स्थानसम्मको यातायात सहज छ। जल, जमिन र जडीबुटीको सम्भावना रहेको गड्डाघाट क्षेत्र जस्तो प्राकृतिक धरोहरलाई संरक्षण गर्दै यसको सम्भावनालाई सही दिशामा उपयोग गर्न जरुरी देखिन्छ। स्थानीय निकाय र समुदायले साझा प्रयास गरे यो क्षेत्र जिल्लामै एक प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ। प्रकृतिले हामीलाई दिएको यो अनुपम उपहारलाई सुरक्षित राखौं, यसको सदुपयोग गरौं र आउँदा पुस्तालाई पनि यसको सौन्दर्य अनुभव गर्न दियौं।